धनगढीको यो कवडल अगाडि युवाहरूको समूह आएको छ। महेश बस्नेत एमालेका नेता अहिले धनगढी आउने कार्यक्रम छ, त्यही भएर महेश बस्नेत एमाले नेताको विरोध गर्नको लागि युवाहरू चाहिँ यहाँ उपस्थित भएका छन्। उहाँहरूले यो विभिन्न प्ले कार्डहरू युवा मान्ने शासक धनगढीमा निषेध भनेर लेखिएको छ। जेनजेड उठ्छ, सिस्टम गल्छ भनेर पनि लेखिएको छ। अब यो यसरी यो पोस्टहरू लेखिएका छन्। आज कलेज ड्रेसमा नै यहाँ हामी देखिरहेका छौँ। उहाँहरू ब्याग भोरे हिँडेर कलेज ड्रेसमै हुनुहुन्छ र उहाँ पनि हातमा कम्प्लेट लिएर बेलाबस्ती सडकमा आउनु भएको छ। अहिले प्रहरीको पनि उपस्थिति छ यहाँनिर।